र साथीभाइ हो आज भने चाहिँ फेरि म त्यही मारुति सोरुममा आइपुगिसकेको छु किनभने गाडीको आज साइड थियो त्यसले गर्दा आज ल्याउन आएको गाडी चाहिँ बाहिरै छ आइपुगेको छैन सोरुममा टाइम लाग्ने रहेछ यता यता पनि आएछ गाडी आइपुगेको छैन अरे हौ टाइम लाग्ने रहेछ डेकोरेसन गर्ने भयो यहीँ छु कुन त फोन गरेको र साथीभाइ हो गाडी चाहिँ अलिक टाइम लाग्ने रहेछ भित्र फिटिङको लागि दिएको छ डेकोरेसनको लागि त्यसले गर्दा चाहिँ अहिले विशाल मेगामार्ट घुमिरहेको छु है हामी चाहिँ ए बुढीले लुगा छानेर हत्तो भइसक्यो भेटेकै छैन एउटा चाहिँ भेट्यौ ल हाल नानीको लागि त भयो सानो छोरीको लागि ठुलो छोरीले देखे नै अब फेरि फुलिहाल्छ विशाल मेगामार्ट आउनु है सबैजना यहाँ चाहिँ है दर्शन गर्नु हत्तो भयो साथीभाइ हो विशाल मेगामार्टभित्र केटीहरूसँग सपिङ गर्नु जस्तो साह्रो चाहिँ केही पनि होइन एउटा लुगालाई 15 मिनट लाउँछ हो हिँड्दै चाहिँ होइन गरे मेम साहबले हेरेको छ म भए टिपेर हिँडिसक्थेँ थिएन साथीभाइ हो मेरो ब्रिजा पनि रेडी भयो अब जानुको लागि रेडी छ है ए ब्रिजा चाहिँ रेडी छ यो चाहिँ यो ब्रिजा चाहिँ मैले डिमान्ड दिएको चाहिँ मेरो रेन्सन भाइको थ्रु हो सक्सेस भएको अँ ल ह्याप्पी छौ खुसी छौ ब्रिजामा ल भाइ चल्थे हँ ल अब त लागेको है साथीभाइ है गाडी चाहिँ स्टार्ट गरिसके अब हो जानुको लागि रेडी नै छ आयो मेरो न्यू ब्रिजा ल्याएर अहिले चाहिँ म हनुमान मन्दिरमा पूजाको लागि वेट गरिरहेको छु किनभने चाहिँ यहाँनिर अर्को पनि गाडी लाइनमा रहेछ नयाँ ल्याएर चाहिँ यसको पूजा सकेर चाहिँ हाम्रो टोटलमा आउँछ यो चाहिँ मेरो न्यू है न्यू ब्रिजा अन्त बुढी न्यू ब्रिजामा चढेर कस्तो मजा आइरहेछ हो रेस्टुरेन्ट पनि मजाको हुँदो रहेछ बस भयो लु भन्नु आफै है म चाहिँ अहिले नयाँ गाडी ल्याएर गराइदिन आइसकेको छु हो यहाँ आइपुगिसकेको छु है साथीभाइ अहिले चाहिँ म मङको आइपुगिसकेँ हो नयाँ गाडीमा सुरुमा त अलिक भयो तर बानी भएको जानु अल्टो चलाउने बानी यो ठुला ब्रिजा चलाउनु त अलिक अप्ठ्यारो लाग्यो क्या 3-4 किलोमिटर चाहिँ अलिक अप्ठ्यारो लाग्यो त्यहाँबाट फेरि सेट भइरहेको थियो अहिले चाहिँ कहिले पुग्नु पुगिहाल्छ बाटो चाहिँ यस्तो छ ब्रिजा कहाँ छ होला यस्तै रोडमा निकै बनाउँछ क्या